हेलो गाइज दर्शन नमस्ते वेलकम टु माई न्यू एनदर भ्लग। ल है साथीहरू, म अहिले यसो बाहिर निस्केको। आज छुट्टीको दिन यो माकवाहारी भन्ने ठाउँ है। माकवाहारी जापानको माकवाहारी भन्ने ठाउँ हो। ल गाइज यही हो जापान भनेको, यही हो, यस्तै छ जापान भनेको। विकास चाहिँ डह्रो छ। जापान भनेको यस्तो हुन्छ है साथीहरू, सब तलबाट गाडी हिँड्छ, माथि यस्तो मान्छेहरू हिँड्नलाई यस्तो गराएको छ। यो सब यस टेक्निकल चाहिँ एकदम राम्रो है। ल त नि अब यस्तो यो जापानमा बट यहाँ कस्तो भन्दाखेरि विकास सँगसँगै प्रकृतिलाई पनि सँगसँगै लिएर गएको यो चाहिँ हाम्रो है साथीहरूलाई। हेर्नुहोस् त, ठ्याक्क यहाँ बाटो छ, यहाँ हरियाली वरिपरि बिउहरू रोपेको छ, यता बडा बिल्डिङहरू छ, अनि यता मार्केटहरू छ होइन। त्यही भएर विकास सँगसँगै उनीहरूले प्रकृतिलाई पनि एकदम मध्यनजर राखेर लिएर गएको छ है। यो चाहिँ मलाई एकदमै मन पर्यो है यहाँको जापानको। विशेष गरी हाम्रो नेपालमा के हुन्छ भन्दाखेरि यस्तो हुँदैन नि त, रोडमा त्यो विकास सँगसँगै यस्तो रुख बिरुवाहरू यस्तो लगाएको हुँदैन नि त। यसलाई यहाँ चाहिँ यस्तो त्यही भएर एकदम राम्रो है। ल अब यो हो ट्याक्क, म अब माथि जान लागेँ। ल यो सिँढी है, सिँढी हो, तल हेर्न सक्नुहुन्छ के अरे बाटो है। ल अन्त कति विकास छ, कति टेक्नोलोजी छ है जापान भन्ने देशमा, कति टेक्नोलोजी छ। ल हेर्नुहोस्, ट्याक्क यो बाटो होइन, अनि यो तल माथि मान्छे हिँड्ने। ल हेर्नुहोस्, ल है साथीहरू यही हो। हेर्नुहोस् ट्याक्क लाएर देख्नुभयो, यहाँ तल रोड छ होइन, अनि माथि यस्तो गराइदिएको छ कि ताकि मान्छेहरू हिँड्नुहोस्। अनि माथि देख्नुहोस् फेरि गाडी छ, हेर्नुहोस् तल बाटो छ, माथि पुल छ, त्यहाँभन्दा माथि के छ त गाडी हिँड्ने बाटो। ल हेर्नु भनेपछि कति टेक्नोलोजी, कस्तो राम्रो टेक्नोलोजी बनाएको छ कि। यसलाई नि हो जापान टेक्नोलोजीमा अगाडि छ भन्नुको कारणै होला है साथीहरू। यस्तो छ देख्नु नि, त्यो म आएको बाटो त्यही हो, त्यो पुल हुँदै आएको। त्यहाँ कलारी माथि गाडीहरू हिँड्ने छ, अनि म अहिले यो पुलमा छु है, माथि पुल। ओ त्यता पनि देख्नु सक्नुहुन्छ पुलको बाटो, ठ्याक्क पुल है। यो माथि गाडी हिँड्ने हो साथीहरू। गाडी मुनितिर रहेको स्पेस जुन ठाउँ हुन्छ नि, यो ठाउँलाई पनि यिनीहरू सदुपयोग गरेर यहाँ कम्पनीहरू यस्तो गाडीहरू पार्किङ गर्ने कम्पनी जस्तो बनाएको छ है। यिनीहरूले अलिकति ठाउँलाई पनि नछोडिकन सदुपयोग गर्न जानेको हुन्छ क्या यिनीहरूले। त्यही भएर देश धेरैभन्दा धेरै अगाडि हुनुको कारणै हो है साथीहरू। ल माथिबाट छिरेर भित्र हेर्नुहोस्, यो हाइवे हो, माथि ब्रिज होइन, यो माथि हिँड्ने मान्छेको राखा ब्रिज। अनि तल के छ गाडी। ल हेर्नुहोस् साथीहरू, यस्तो गाडीहरू हिँड्छ नलाएर। ल हेर्नुहोस् बिचा पुरा हरियाली रुखहरू छ, तल गाडी हिँड्छ है। ल हेर्नुहोस् साथीहरू, यसलाई भन्छ जापान। ल हेर्नुहोस् जापानको विकास छ, नभएको होइन, विकास छ।
साथसाथै यिनीहरूको जुन प्रकृतिलाई सँगसँगै लिएर गएको के यो नै यहाँको सबभन्दा मेन राम्रो लाग्ने कुरा मलाई यो चिज लाग्यो है साथी। अब म तल र माथिबाट तल जान्छु, देख्न सक्नुहुन्छ। आज यसो छुट्टीको दिन छोटो मिठो भडक गरम भनेर हो कि है। अनि अर्को कुराले हेर्नुहोस् देख्नुहुन्छ नि साइकलमा यहाँ जतिसुकै धनी भए पनि जस्तोसुकै पेसा भए पनि इभन तपाईँको क्याम्पसै पढाउने लेक्चर अफिसकै मान्छे भयो नि प्रायः जस्तो यिनीहरू साइकलमा हिँड्ने गर्छ। त्यो उनीहरूको कस्तो भन्दा कि साइकलमा हिँड्ने गर्छ कि पैदल हिँड्ने गर्छ म्याक्सिमम, किनकि आफ्नो बडीलाई स्वास्थ्यलाई पनि फिटनेस हुन्छ नि त। अब हाम्रो देशमा जस्तो अब अलिकति मात्रै जानु पर्यो नि बाइकमा जाने, गाडीमा जाने, अटो रिक्सा रिजर्भ गरेर जाने भन्ने हुन्छ नि, त्यो चाहिँ हुँदैन है यिनीहरूको। लामो लामो दूरीमा जानु पर्यो नि यिनीहरूको के हुन्छ भन्दाखेरि अब गाडीहरूमा ट्रेनहरूमा जाने गर्छ, नत्र 1-2 किलोमिटर जति छ भने 2-3 किलोमिटर जति छ भने प्रायः जस्तो कि साइकल कि पैदलै हो है। त्यही भएर यहाँको मान्छेहरू एकदम बडी मेन्टेन गरेको हुन्छ, फिटनेस हुन्छ, स्वास्थ्यकारी हुन्छ एकदम। यिनीहरूको औषध आयु पनि लामो हुने गर्छ है। यता गाडी हिँड्ने छ, बिचमा हेर्नुहोस् पुरै रुख रोपी छ, साइड साइडमा देख्नु सक्नुहुन्छ रुख छ। यो चाहिँ बिचमा मान्छे हिँड्ने, मान्छे प्लस साइकल हिँड्ने गराएको छ है। सब सिस्टमेटिक तरिकाले गराएको छ। त्यही भएर पनि देश बन्नलाई चाहिँ अलिकति सिस्टमेटिकै हुनुपर्ने रहेछ भन्ने यो पनि एउटा ज्वलन्त उदाहरण हो है साथीहरू। ल हेर्नुहोस् यो कुरा है साथीहरू, यी देख्न सक्नुहुन्छ यो हो मार्केट है, यो हो मार्केट हो। र मार्केटको लागि यिनीहरूले छुट्टै पार्किङ छुट्याइदिएको हुन्छ, बनाएको हुन्छ साइडमा पुरै व्यवस्थापन गरेर राखिदिएको हुन्छ। ल साइकलमा अनिवार्य लाइट हुनै पर्यो है, लाइट भएन भने फाइन हान्ने गर्छ। ल हेर्नु साथी यो मार्केट हो, यो हो त्यो काड्यो भन्ने मार्केट हो। यसलाई चाहिँ छुट्टै यो गरिदिएको हुन्छ छुट्टै पार्किङ गराएको हुन्छ ताकि कस्टमरहरूलाई आउन जानलाई एकदम सहज होस् भनेर देख्न सक्नुहुन्छ है साथीहरू। देख्नु साथी ए फुल फुल्यो देख्नु भने यो मार्केट यी छुट्टै पार्किङ गराइदिएको छ। ठ्याक्कै यहाँ पार्किङ गऱ्यो अनि यहाँ त मार्केट है। यहाँ तपाईँको साइकल राख्ने पार्किङ नै हुन्छ। देख्नुहुन्छ साइकलहरू सब साइकल राख्ने पार्किङ छ। यो ट्याक्क पुरै व्यवस्थित छ। यो चाहिँ गाडीहरू अब चाहिँ यहाँ त इन्टर हुन्छ, भित्र खासै एलाउड छैन। आजलाई यति नै भ्लग छिटो मिठो, फेरि अर्कोचोटि बनाउँदै गरौँला गाइस। अहिलेलाई बाई बाई। मार्केट